विश्वको पहिलो देशभित्र पर्छ अफगानिस्तान र इरान, जहाँका महिलाले मुसलमान राष्ट्रमा जहाँका महिलाले तपाईको क्याम्पस कलेज पढ्थे। गएर एकछिन फोटो हेर्नुहोस्, इरान र अफगानिस्तान विश्वविद्यालय जान्थे त्यहाँका महिलाहरू। आज स्कुल कस्तो देख्न पाएको छैन त्यहाँको महिलाले। अनि ठ्याक्क के भयो, नेपालको जस्तै माओवादी जस्तै एउटा समूह आयो, तालिबान होइन नि, त्योभन्दा अगाडि थियो, सोभियत सङ्घको सपोर्टमा आयो, युद्ध गर्यो, राजा फाल्यो अफगानिस्तानमा। राजाले छोडिदिए, ल जाऊ भनिदिए। अनि 10 वर्ष कति गरेर उसले शासन गर्यो, फेरि अमेरिका आयो, त्यसलाई बीच बाटोमा राखेर काट्यो राष्ट्रपतिलाई। अनि उसले पनि 10-12 वर्ष शासन गर्यो, फेरि तालिबान आयो, त्यसलाई समातेर पनि काट्यो। फेरि तालिबान आएपछि फेरि हमिद कारजाई अमेरिकाका आए, फेरि तालिबानलाई लखेटेर जङ्गल पुर्याए। अनि त्यही तालिबान 20 वर्षपछि आयो। एउटा पुस्ता पुरै युद्ध गर्दै अफगानिस्तान सकियो। आज नेपाल त्यही हुँदैछ। 46-48 मा बहुदलीय व्यवस्था आउँछ। 48, 49, 50, 51, 52 5 वर्ष नपुग्दै विदेशीको इशारामा हतियार बोकेर प्रचण्ड जङ्गल जान्छ, देशलाई चरम दण्डमा फसाउँछ। 10 वर्ष यो देश बम पट्काउने र मान्छे मार्ने मात्रै खेल सुरु हुन्छ। अनि 63 सालमा यिनीहरू सत्तामा आउँछन्। सत्तामा आएको 2 महिना पुगेको छैन, मधेसमा आन्दोलन हुन्छ। मार पहाडी र मधेसी काट सयौं मान्छे मरे, तपाईँलाई थाहा छँदैछ। गौर हत्याकाण्ड आज भन्छ। त्यसको केही दिन अलिकति मात्र शान्त भएर भर्खर त्यो सरकार बन्ने स्थिति बन्या हुन्छ। अनि माओवादीको मारामार, देश बन्द। त्यही भएर त्यही देश बन्द कतिखेर हुन्छ भनेर रुटिन हेर्नलाई बनाएको रुटिन अफ नेपाल बन्द अहिले नेपालको सबभन्दा ठुलो पेज बनाएको छ। त्यो माओवादीको बन्द कति दिन हुन्छ भनेर हेर्नलाई बनाएको थियो। 2 वर्षसम्म 1.5 वर्षसम्म माओवादीले देश बन्द बनायो। कहिले माओवादी बन्द गर्ने, कहिले एमाले बन्द गर्ने, कहिले गोहित समूह गर्ने, कहिले रोहित समूह। चरम दण्डमा देश गयो। किडन्यापिङका घटना कति भए। त्रिपुरेश्वरमा बम पट्क्यो, रानी पोखरीमा बम पट्क्यो, मान्छे मरे। काठमाडौँमा बम, अनामनगरमा अनि अलिअलि शान्त भएको थियो। कहाँबाट सिकेर आउँदा आयो, अलिअलि शान्त भएको थियो। विप्लव आएर बम पड्काउन सुरु गरे। अनामनगरमा मान्छे मारे हो किन विप्लवले बम पड्काएर? त्यो भन्न सक्नुहुन्छ तपाईँ? आज गुलाबको फुल लगिरहेछन् साथीहरू, जनताका सरसरी मारेर गुलाबको फुल। ल ठिक छ, शुभकामना छ तिमीहरूलाई, ल्याऊ गुलाबको फुल, शान्ति प्रक्रियामा आयो। अनि त्यसपछि अलिअलि शान्त भएको थियो। अनि तपाईँको पर टिकापुरमा नेपाल प्रहरी सहित पुरै मेसाकार भयो। त्यहाँबाट शान्त भएर भर्खर चुनाव भएको थियो। अहिले अब जेनजीको आन्दोलन भयो। अब यो पनि आज अहिले तपाईँ र मैले यहाँ बहस गरिरहँदा अहिले 12 मा गोलीहान भइरहेछ। सिमरामा अहिले मारामार छ, काटाकाट, गाडी जलाइराखेको छ। हो, त्यही भएर राज संस्था चाहियो स्थायित्वको लागि, यो देशको अभिभावकको लागि। अनि कहिलेसम्म झगडा गर्ने? एउटा समूह आउँछ, यतापट्टि झगडा गर्छ, अर्को यता देश विकास नगर्ने, सधैँ यही गर्ने।